ल अब चाहिँ मेरो जाने बेला भयो, सबै कुरा गरेर भइयो। यहाँ चाहिँ यस्तो रहेछ, त्यहाँ चाहिँ खेल्न नपाइने चाहिँ हो त्यहाँ। यो शिवलिङ्गहरू छ। अब चाहिँ हामी जान्छौँ। जय महादेव, 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 जय महादेव। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। ल अब चाहिँ हामी जान्छौँ है त। यो चाहिँ रिसोर्ट बन्न थाल्यो क्या अझै? रिसोर्ट बन्न थाल्यो ए। अब चाहिँ जाऊँ बटाबट, ढिला नगरिकन आनन्दले जानुपर्छ। अब फेरि कहाँ पुग्नु छ? लाजिनपाट पुग्नु, गैरीधारा पुग्नु। यहाँ चाहिँ सिस्नोहरू पनि फल्ने रहेछ। सिस्नो चाहिँ प्रेसरको औषधि पनि हो अरे क्या, त्यही भन्नुहुन्थ्यो दाइले। अब चाहिँ हामी ओह्रालतिर लाग्छौँ। मेरो बाइक पनि त्यहीँ रहेछ। अरूको नर्मल बाइक हो भने मेरो माउन्टेन बाइक हो क्या फेरि। आई एम नट जोकिङ, आई क्यान प्रुभ यु गाइज। अब जाने बेला चाहिँ यो क्याप्सन हेर्नुहोस्। ल यस्तो लक गर्ने पनि स्थिति आउँछ कि अब के गर्नु, मान्छेहरू सबै सिन्सियर हुन्छ भन्ने हुँदैन। अब मान्छेहरू राम्रो छैनन् भन्न खोजे होइन, अब 100मा 1% त नराम्रो हुन्छ अब डाउटै छैन त्यो। बाटोहरू यस्तो च्यालेन्जिङ छ नि, यो 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 र यसको भरोसामा जाने। अब यो दुइटाले धोका दियो भने गयो भने हुन्छ। यस्तै गाह्रो पनि छ। ल अब चाहिँ जान्छौँ हामी बिस्तारै, यही बाटोको जाने। आउँदाखेरि ठेल्दै आएको, जाँदाखेरि त अब साइकलमै जानु पऱ्यो नि त। ओह्रालै छ, ओह्रालोमा नि अब ठेल्दै गयो भने त अर्थ न पर्थ गोविन्द गाई भने जस्तै हुन्छ। ल त्यही भएर अब चाहिँ जान्छौँ हामी। अब यो बाटोको चाहिँ भिडियो क्लिप देखाउँदिनँ है म, फेरि पुरै सेकिसेकी आउँछ। हुन्छ त्यही पनि ल ठिकै छ, म बनाइदिन्छु। ल तपाईँहरूको लागि भनेर म बनाइदिन्छु। ल लेट्स गो गाइज, लेट्स गो। ढिला नगरिकन लेट्स गो। आखिरी भरोसा मन साथी, पुरै ब्रेकको भरोसामा हिँड्नुपर्छ है। स्पिड एकदम कन्ट्रोल गर्दै आनन्दले जाने हो गाइस। यहाँ यस्तो ठाउँमा के यताउति भयो भने त फेरि खसिन्छ गएर बोल्छ त्यहाँ। त्यही हो हजुर, यही बाटो। यस्तो 100 मिटर जति हो। त्यही हो क्या, त्यहीँ त्यो ठुलो ढुङ्गा हो त हो त्यहाँ। हजुर त्यही हो, पार्किङ पनि छ उतै। त्यो ठुलो ढुङ्गा नि हो, त्यही छ झर्ना। हजुर हजुर, हल्का त्यहाँ अफरोडिङ चाहिँ छ, थोरै मात्रै। यस्तो छ है बाटो, हेरौँ पुरै ब्रेक फुल ल्याइराखु। हजुर भयो।
हजुर झोर चाहिँ किन भनेको नि म चाहिँ भर्खर गाइज यो डाँडा देखिन्छ नि यो त्यो क्रस गरेर ऊ पारिको डाँडाबाट आएको क्या यही दाइहरूले बाटो भन्दैन थियो यो दाइहरू चाहिँ भर्खर आउँदै हुन्छ ब्रेकहरू चाहिँ धेरै लिएर ए त्यो त गियरको पो रहेछ है धेरै ख्यान्टाङ खुन्टुङ भएर क्या ल अब चाहिँ हामी ढिला नगरिकन जान्छौँ है यसो थकेर आएको थियो त्योहरू रोक्यौँ एकछिन माथिसम्म चाहिँ ढक्कै दिएरसम्म गाउँ खोलिरहेको क्या यहाँ चाहिँ अब अगाडि एउटा खतरा उकालो हो क्या खतरा त के हान्ने ठिकै योभन्दा खतरा उकालो चाहिँ अहिले एकछिनमा आउँछ हामी यो उकालो क्रस गर्नलाई चाहिँ यहाँ कसैले डिस्टर्ब गर्नु हुँदैन त्यसरी बाटोमा गाडी रोक्यो भने त डिस्टर्ब हुन्छ डिस्टर्ब गियर फुलमा छ अब हामी पनि मच्चाएर जान्छौँ है अनि बल्ल क्रस हुन्छ यो नत्र नि हुँदैन यत्तिकै ल जाऊँ लेट्स गो यो उकालो कट्थ्यो यार अघि नै यस्तै छ अब एकछिन डोराउँ है त थोरै माथिसम्म डोराउँ फेरि चढाउँ ल डोराउन कुदाउन भन्दा हिँड्नै सजिलो यसमा चाहिँ बाटो खाली भएको मैले पढाइदिएँ दाजु ओह्रालोबाट साइन्स पढाइ स्टुडेन्ट हो नि त यार म पनि फेरि चढिसकेँ म चाहिँ अगाडिकै ब्रेक लिँदै चल्नुपर्छ अब लेफ्ट ब्याक ब्रेकमा त मैले फेरि क्यामेरा समातिराखौँ नि यो माहौल देखेपछि चाहिँ आयुष भण्डारीको याद आयो क्या ल बिना बनाए शादी में मैं जा सकता हो कि नहीं भन्ने च्यालेन्ज म चाहिँ केही कामले गर्दा स्वयं पनि थिएँ है गर्मीले पुरै अब चाहिँ म घर फर्किँदैछु क्या त्यही भएर अगाडिको मोनास्ट्रिज हेरौँ क्या मोनास्ट्रिज कुन्दुन्दै आउनु भयो कानले कलुवा हट आज टोक्न थाल्छ आइपुगेँ यस्तो थकै लाग्यो नि अनि त्यसै ए सबै अङ्गहरू पनि दुखिरहेको पुरै घ्यान्ट्याङ गुन्डुङ बाटोले गर्दा मेरो सामानहरू पनि अब सबै झिकिसकेँ मैले जुन सामानहरू चाहिँ मैले लगेको थिएँ नि तीन सामानहरू चाहिँ
सबै झिकिसकेँ। सेल्फी स्टिक, माइक्रोफोन भयो, यो बडी माउन्ट भयो, अनि अब कुनै चिज चाहिँ झिक्न बाँकी छ यहाँबाट। अब त्यही हो। ल अब चाहिँ हामी अब एकछिन नुहाउन जान्छौँ अनि त्यसपछि यो भिडियो एडिट गरेर हाल्छौँ। त्यही भएर यो भिडियोको चाहिँ धेरै लामो छ, त्यही भएर पार्ट 2 पनि हुनसक्छ। त्यही भएर हेरिदिनु होला है अनि सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु इन नेक्स्ट बाथरुममा। अब यस्तो नुहाउनलाई नि आइसक्यो। अब हामी मिल्छौँ टुमोरो विथ नेक्स्ट भ्लग। थ्याङ्क यू।